प्रयोग गर्छन्। स्थानीय स्तरमा जनजीविकाका विषयमा, कल कारखानाका विषयमा, हाइड्रोका विषयमा, बाटोको विषयमा, शिक्षाका विषयमा, खानेपानीका विषयमा, वन जडीबुटीका विषयमा कसरी प्रशोधन गरेर जनताको जनस्तरलाई अगाडि बढाउने भन्ने विषयमा यो उजागर गर्नका निमित्त हामी पहिले गाउँ अभियान, जागर अभियान, यहाँहरूसँगको भेटघाटको अभियानमा हामी दौडने क्रम सुरुवात गरौँ, जसको फलस्वरूप अब हामी पार्टीको रूपमा एउटा एक ठिक्काको रूपमा हामी चिन्तन गर्न सक्ने भएपछि अब हामी गाउँ गाउँ पुग्नुपर्छ, बुवा आमाहरूसँग जनजीविकाका विषयमा बुझ्नुपर्छ भनेर हामी यहाँहरू माझ यो जमात लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका युवाहरू यहाँ आइपुग्यौँ। हजुरहरूलाई लाग्ला राजनीति गर्ने मान्छे बुढो हुनुपर्छ, दाढी फुल्नुपर्छ, ठुलो बुढी भएको हुनुपर्छ, राम्रो गाडी चढ्नुपर्छ, आउँदा धेरैवटा गाडीका लस्कर लाग्नुपर्छ, यो चिन्तनबाट हामीले मुक्त गराउनु पर्नेछ। यो कहाँ त्यो पैसा कहाँबाट आयो? यदि नेता त्यसरी हिँड्छ भने त्यहाँहरूले सोच्नु पर्ने हुन्छ, त्यो हिँड्ने पैसा कहाँबाट आउँछ? न एउटा पसल गरेको छ, न एउटा व्यापार गरेको छ, न जागिर खाएको छ, न कुनै बिजनेस गरेको छ, आम्दानीको स्रोत छैन, गाडी घोडा ताँत लगाएर हिँड्ने त्यो सम्पत्ति कहाँबाट आयो? तपाईँ हामीले कहिल्यै सोच्यौँ? हामीले यो सोच्न सकेनौँ, यो थाहा पाएनौँ, जसको फलस्वरूप म हिजो 20 वर्षदेखि नेपाली काङ्ग्रेसलाई भोट हालेको, म काङ्ग्रेसको मान्छे, मैले काङ्ग्रेस बाहेक भोट हाल्नु हुँदैन भनेर म काङ्ग्रेस भइगएँ। अर्को एउटा म 20 वर्षदेखि नेकपा एमालेमा भोट हालेको मान्छे, म एमाले बाहेक अर्को हुन्न भनेर एमाले भइरह्यौँ। 2052 सालमा स्थापना भएको नेकपा माओवादी भनेर हामी नेकपा माओवादी बोलिरह्यौँ। आज यी राजनीतिक दलहरूले यो देशको जनस्तरको विषयमा कुनै दिन कुरा उठाए त? तपाईँहरूले भूगोलमा रहेको यत्रा 5वटा दुगरले सञ्चालन गरेको हाइड्रो पावर छ, त्यो हाइड्रो पावरको विषयमा हामी म खिम्तीको मान्छे खिम्ती जलविद्युत आयोजनाले हामीले 1 रुपियाँ 50 पैसामा बिजुली बत्ती बालेका हौँ। त्यो खिम्ती रामेछाप जिल्लाको भूगोलबाट बगेर खिम्तीमा इन्डिङ हुँदै गर्दा हामी प्रभावित क्षेत्र भएर 1 रुपियाँ 50 पैसामा बत्ती बाल्दा आज तपाईँहरूले बत्तीको पैसा नेपाल विद्युत प्राधिकरणको मूल्य बराबर तिर्नु परेको छ। यो कसले गर्दा? यो विषयमा तपाईँहरूले कुनै दिन बोल्नुभयो त? हामीले खिम्तीमा 1 रुपियाँ 50 पैसामा विद्युत बाल्दै गर्दा आज 20-25 वर्ष पछाडि 5 रुपियाँ बढेको छ। तैपनि नेपाल विद्युत प्राधिकरणको मूल्य बराबर हामीले तिरेका छैनौँ। यो नदी हाम्रो हो, यो कल कारखाना हाम्रो हो, यो उद्योग हाम्रो हो। यहाँ हाम्रा स्थानीय स्तरका हाम्रा छोराछोरीहरूले गाडी खान पाउनुपर्छ।